यो चाहिँ हाम्रो भोलिको लागि प्रिपरेसन। भोलि चाहिँ हामी कहाँ जाँदैछौँ भन्दा भोलि तपाईँहरूलाई चाहिँ भोलि नै थाहा दिन्छ। हेर्नुहोस् प्याकिङ चाहिँ निकै चल्दैछ। घरसर लगाएको हो कि जस्तो निकै भइरहेछ। अन्डा पनि छ हेर्नुहोस्। अन्डा पनि तपाईँहरूलाई चाहिँ भोलि थाहा दिन्छ भने कहाँ जाँदैछौँ। हामी चाहिँ यहाँ सामानहरू यसरी गाडीमा लोड गर्दैछौँ। टेन्ट है यो चाहिँ हाम्रो। हजुर दाइ ल जानुपर्छ है। ल ओके दाइ ल गोडाम दाइ ल सुरु ल। मस्की हिँडेर जानेले मुसु मुसु हाँसेर हेर्नेले पागल बनाकी छे मलाई घायल बनाकी छे। हामी चाहिँ 60 मिनट ब्रेकको लागि चाहिँ सिम ब्रेकको लागि हामी चाहिँ बाहिर निस्केको टेस्कोतिर। हामी चाहिँ अहिले ब्रेकमा एकछिन खुट्टा तन्काउने काम भइरहेछ। यहाँ चाहिँ मेरो नम्बर नि हो अनि उहाँ चाहिँ हाम्रो नम्बर दाजु। हामी चिन्नुहोस्। ल फाइनल्ली हामी चाहिँ हाम्रो क्याम्प साइटतिर आइपुग्यौँ। यहाँ चाहिँ रिसेप्सन छ। यहाँ चाहिँ हामी छौँ साथीहरू। हामीले चाहिँ यो पेपर लियौँ। अगाडि चाहिँ यो पेपर लिनुपर्ने रहेछ। पेपरको काम चाहिँ भयो। अब चाहिँ हामी घुम्दैछौँ कहाँ बस्ने भनेर त्यो फिक्स गर्नुको लागि पहिला साइट हेर्ने अनि फिक्स गर्ने। यहाँ चाहिँ क्याम्पिङ द ओहो यस्तो साह्रो रिजिलो छ। कति राम्रो देखेको हेर्नु कति राम्रो देखेको यहाँबाट है। यस्तो राम्रो देखेर चाहिँ अगाडि नै क्याम्प चाहिँ कस्तो राम्रो देखेको छ यहाँबाट चाहिँ भ्यू। हामी चाहिँ यहाँ साइट हेर्दैछौँ फिक्स गर्नुको लागि। ल हामीले चाहिँ हाम्रो स्पोर्ट चाहिँ क्याम्प चाहिँ यहाँ खडा गर्ने फिक्स भयो। हाम्रो चाहिँ यहाँ सामान निकाल्दै हुन्छ है। यता हेर्नु सबै प्याक छ। यता नि प्याक छ। सेम बाबा कहाँ गयो भन्नु पर्छ। यहाँ चाहिँ यहाँ चाहिँ हाम्रो खानेकुरा बनाउने कुराहरू छन्। ल पहिला चाहिँ टेन्टको काम सुरु। अब चाहिँ हाम्रो चाहिँ यो चाहिँ भित्रपट्टि सुत्ने खालको अनि सुत्न चाहिँ यस्तोमा सुत्ने। यो चाहिँ हामीले 4वटा ल्याउँछौँ। अब यसले फुक्ने। अब हामी चाहिँ पुरा खुट्टाको एक्सर्साइज यस्तो गर्ने। यसले चाहिँ पुरा हावा आउँछ यस्तो गर्दैन। अब काम सुरु यसको म्याट्रेसको काम सुरु। गर्मी भयो अहिले त आम्मामा घाम लागेर साह्रो भएको छ है। यहाँभित्र यसरी हालेर टक्क लगाएर
यसमा चाहिँ अब खुट्टाको मात्रै काम ल सुरु यस्तो गर्न खुट्टाको काम हाम्रो टेन्ट चाहिँ अब यसरी खडा गरेर हामी चाहिँ अब कतातिर यहाँ नियर बाई जे छ जता छ घुम्ने ठाउँ त्यतिर जानु नआएको हामी चाहिँ कता लाँदै हुनुहुन्छ दाजु अन्जुर आइसी हो न तपाईँहरूलाई मैले हिँड्दै गर्नु अलि थाहा पाउनुहुन्छ कि दुईवटा गाडी ल्याउनु फेरि आजनै आएर मजा आउँदैन फेरि ल त ल सरप्राइज रह्यो है दाइले अब हामीलाई घुमाउनुहुन्छ अरे दुईवटा गाडीमा आँट्दैन फेरि यस्तै हुन्छ नि त इलेक्ट्रिसिटीको हावा खाँदै कस्तो रमाइलो यहाँ चाहिँ फेसिलिटीहरू राम्रो रहेछ कस्तो आनन्द छ We are only 8 minutes away. 1 मिनेट 8 मिनट पछि चाहिँ हामी जस एक ठाउँमा आइपुग्छौँ Expectation versus reality चाहिँ नहोस् नहोस् अब त्यो चाहिँ अब ठिकै हुनुपर्ने हो तर घर पर्नु हुँदैन है युकेको ठाउँ हो जस गएपछि थाहा हुन्छ के हो भनेर अहिले चाहिँ यता गाईहरू सिनहरू हेर्न सक्नुहुन्छ तपाईँहरूले टाढामा ट्रेन लागेपछि कस्तो राति हावा यस्तो छ यहाँनिरको साइड चाहिँ यताको डाँडो यस्तो राम्रो कि फेरि कति राम्रो देखिरहेको भेडाहरू चढ्दैछन् यहाँतिर हिँडेको अरे हामी पुरै नेपाल गए जस्तो कि पुरा है रोडहरू पनि पुरा बारहरू क्या अझ ढुङ्गाले बारिरहेछ ढुङ्गाले बारेको पुरा यस्तो छ फाइनली आइपुग्यो वाटरफल देख्न चाहिँ देखियो यस्तो बाटोमा हिँड्दै यसरी मिना त त्यहाँ तल पुग्छौँ यो डाँडाबाट आएको हामी चाहिँ पुरै जग्गा पसाएको हुनु चाहिँ यस्तो झारे झारे यस्तो हिँड्दै पुरै मम्मी मम्मी त्यो त अघिकै डाँडा देखिरहेको छ यहाँबाट चाहिँ यस्तो बाटोमा आम्मा नै दाइ चाहिँ त्यहाँ हामी चाहिँ यहाँ यहाँ चाहिँ रुट खोज्दै बिजी छ मान्छे पौडी खेलौँ भनेको यहाँ मिल्दैन कि क्या हो हेर्दा त खेलौँ भइरहेछ नि पौडी खेलौँ भनेको ल नेपालमा घरै छेउमा कति ठुल्ठुलो सहरहरू घुमियो यहाँको सहर चाहिँ यस्तो छ है कस्तो भइरहेछ बुढा मन परेन रहर के फेरि नेपालमा हुँदा चाहिँ खासै गइएन यस्तो त्यहाँ डाँडाबाट आएको कि त्यो चाहिँ ठक्क यति डाँडाबाट यहाँ चाहिँ खोल्सामा छ नि त हामी चाहिँ त्यहाँबाट आएको यहाँबाट चाहिँ उता जानु मिल्ने रहेछ त्यही भएर हामी चाहिँ म चाहिँ जाँदैछु बाटो चाहिँ यस्तै छ है दाइहरू अगाडि हिँड्दै हुनुहुन्छ नेपालमा हुँदा खोल्सा खोल्सा हेर्दै हिँड्नु परेछ भित्र जाने पनि सक्दिनँ जान ट्राई गर्नु पर्ला दाइ यस्तो बिस्तारै ल सुन्दै छ त हौ क्रक्स लगाएर झन् त नभो क्या मैले चाहिँ सजिलो होला भन्ने सोचेको यस्तो रहेछ बाटो
उहाँ चाहिँ अगाडि गएर आम्मामा है बुढीलाई गाह्रो होला भन्ने छैन। एक्लै एक्लै रमाउँदै है मर्ने बेलामा एक्लै मर्ने हो, जिउने बेलामा जन्मिने बेलामा एक्लै जन्मेको, दुनियाँ भएर जन्मेन के गर्नु छ। त्यहाँ आउँदै हुनुहुन्छ कहाँ बस्नु म यो झरनाको हिस्ट्री चाहिँ यस्तो छ। हाम्रो यो वाटरफलको भिजिट सकियो होइन, अब जानुपर्छ पहिला त्यो अन्त यतै बस्ने जानु पर्यो यहाँ बिछाएर है ठ्याक्क वाटरफल बिहान हुनु होइन, कस्तो मजा आउँछ दामी देख्ने के गर्नु ल्याएको तिमीले। हामी चाहिँ अघिको वाटरफलबाट फर्केर जाँदैछौँ। यो चाहिँ त्यो बाटो यस्तो राम्रो उही आयो आयो यो कस्तो राम्रो बाटो यस्तो राम्रो के आम्मामा कति भनौँ कति राम्रो भन्नु यस्तो राम्रो के नेपालको झल्को आउनेवाला के पुरै यस्तै ल्यान्डहरू छ भेडाहरू चरेको यस्तै त अनि रमाइलो। क्याटरपिलर बिस्तारै हिँडेछ होइन। ल हामी चाहिँ रिबल हेड रेलवे कन्स्ट्रक्सन क्याम्पमा आएको। खासमा चाहिँ यो भियाडक हेर्न आएको, कस्तो दामी छ। त्यहाँबाट भर्खर ट्रेन गयो। वी आर एक्सपेक्टिङ 1 or few more trains from there। त्यो आयो भने चाहिँ मजा आउँछ। दामी देख्छ, राम्रो देख्छ। त्यहाँ हिँड्दैछ साथीहरू चाहिँ। ल है रेलवे भियाडक त आइयो। यस्तोलाई भियाडक भन्छ क्या। यो चाहिँ एउटा मात्रै छ नि त यस्तो, यो चाहिँ यस्तो जोडेछ नि त। पुल जस्तोलाई चाहिँ भियाडक भन्छ क्या त्यो। यो चाहिँ पहिलाको जमानामा चाहिँ ट्रान्सपोर्टेसनको एउटा इम्पोर्टेन्ट हब। कसरी यस्तो बनाएको र दोस्त भन्दै त मान्छे छिनो हानी ब्रिज बनाएको त्यो सानसानो ढुङ्गा चाहिँ यो बाँध्न बनाएको हजुर पत्याएँ मैले त्यो फुटेर बनेको ढुङ्गाहरू चाहिँ यो बाँध्न बनाएको। साथै भन्नु न हौ ल कसम भन्नु तपाईँले कसम भन्यो नि हो त्यो सबै त्यो ढुङ्गा यत्रो अति ठुलो ढुङ्गामा फोरेर त्यस्तो गाह्रो बनाएको। 1 2 3 खोइ ल 1 2 3। यस्तो गर्नुपर्ने हामीले यस्तो गरेर ठ्याम्म गर्ने होला। कस्तो गर्ने कस्तो यस्तो गरेर तर पछाडिको देखाउनु पर्छ। कहाँ हो यो चल पोज ल पोज। अस्कर देना युरोपियरको यो चाहिँ भ्लगमा आउँछ नि फेरि। लाने भए लैजाऊ कान्छा रहेछ लाउरे पल्टन जियारको गीत अनि खतरा भियाडक चाहिँ दामी छ। गाइदिन्छौँ नि हामी त। कस्तो दामी देखेछ यहाँ होइन भियाडक। हेर्नुहोस् त ल आउनुहोस् फ्रेममा आउनुहोस् त। ओहो मान्छे राम्रो हो कि चस्मा मान्छे राम्रो हो कि चस्मा राम्रो हो कि ब्याकग्राउन्ड। अब त के अरे सब्सक्राइब नपढेको त
क्याम्प साइडमा फर्किसक्यौँ। यो चाहिँ हाम्रो क्याम्प। कस्तो रमाइलो भएको छ क्या अहिले झन् बेलुका भइसक्यो नि त सबैजना यहाँ पुरा खेलिरहेछ यसरी कस्तो रमाइलो देखेको कि हाम्रो चाहिँ क्याम्पिङभित्र यसरी यहाँ चाहिँ हाम्रो चटपटको सामग्री बन्दै रोल बनाउँदै हुन्छ मेरो चाहिँ यहाँ रेडी भइसक्यो मलाई दिनुभयो है धन्यवाद थ्याङ्क यू भेरी मच छोड न यहाँ झ्वाइँ पार्छु कि म ल त ल झ्वाइँ ल ऱ्याप यो चाहिँ एकदम अर्ग्यानिक अर्ग्यानिक सौसेज घरमै बनाएको हो भन्नु न भात लगाउने काम हुँदैछ यहाँ अझै पनि ल हाम्रो चाहिँ यहाँ रोल्स रेडी भइसक्यो यसरी ल अब चाहिँ खाना सुरु ल ल है देख्दै देख्दैन फ्ल्यास चाहिँ हान्न बिर्सि आज चाहिँ हाम्रो सेकेन्ड डेमा यस्तो छ लु बाटो चाहिँ उकालो यहाँ गाडीको पिर परिसक्यो गाइस यो के अरे यो उकालो अहिलेसम्मको यो गाडीले फिल नगरेको उकालो नेपालमा नि यस्तो उकालो बाटो त छैन त जब है उकालो नि डरै लाग्यो हामीलाई दुई परिवारले डिस्ट्रिक्ट आएको बिच बाटोमा दाइ गीत है गाएको रेलाई सारा डिस्ट्रिक्ट आएको बिच बाटोमा दाइ गीत नै गाएको रेलाई सारा ल हजुर ल दाइको पालो आएको बिच बाटोमा दाइ उकालो लागेको रेलाई सारा म्युजिक पनि याद हुँदैछ अब आफ्नै बाटो जस्तो गर्छ त यार यो पराको छोरा साँच्चै कलबन्दी कालो छ अब गाउने दाइ अझ दाइको पालो छ रेलाई सारा कालो छ बगाउने दाइ अझ दाइको पालो छ रेलाई सारा अझ दाइ जाओस् आउँछ कि आउन हौ अझ दाइ प्लिज गो अन अझ दाइलाई गीत आयो गाउँमा आयो त मरिजाउँ राम्रो ल ओहो टाढा काँडा पुरै डिस्ट्रिक्टमा उकाली ओह्रालो पार्यो घुम्नु भन्दा दाइ गाडीको पिर पर्यो रेलाई सारा आज चाहिँ हाम्रो डे 2 अनि हाम्रो आजको डेस्टिनेसन चाहिँ स्क्याफेल पाइक रेडी हो गाइजहरू सबैजना पार्किङबाट अब सबै प्याक गरेर गुड टु गो इस्टिमेसन कति अब हामी कति घन्टामा पुगिन्छ त अब हाम्रो पेसमा चाहिँ 2 घन्टामा माथि गएर झरिन्छ अब तपाईँहरूसँग चाहिँ क्वेसन मार्कै छ ल हामी चाहिँ सुरु गऱ्यौँ अब कस्तो हुन्छ हाइक 11:30 12:30 2:30 सम्म चाहिँ यहाँ झर्ने हाम्रो उद्देश्य हो के छ अझै ब्रो हालखबर ल हाम्रो चाहिँ साइक्लिङ सुरु भयो यहाँको रोड चाहिँ यस्तो यो यहाँको चाहिँ गेट यस्तो हुन्छ कि टक्क लाएर एक एकजना ल आउनु आउनु ए त्यस्तो हुन्छ यहाँतिरको चाहिँ एक एकजना
ल कतातिर हो यस्तो राम्रो क्या बेबी स्काफेल पाइकको बारेमा चाहिँ केही भन्दैन नि त स्काफेल पाइक चाहिँ अब इङ्ल्यान्डको चाहिँ टलेस्ट माउन्टेन त के हुने यस्तो लाग्यो माटोको थुप्रो माटोको थुप्रो भन्छ माटोको ढुङ्गाको थुप्रो गोराहरूले त्यसलाई चाहिँ माउन्टेन भन्छ त्यस हामी नेपालीले चाहिँ अब त्यसलाई के भने माटोको थुप्रो भनेर चल्छ माटोको थुप्रो भन्छ त सोल्टी त फेरि पुरा अन्डर इस्टिमेट हान्दै माटो र ढुङ्गाको थुप्रो हो यो चाहिँ यहाँको इङ्ल्यान्डको गोराहरूले यसलाई चाहिँ माउन्टेन भन्छ हाइट चाहिँ कति थियो मैले हेर्नुपर्छ गुगलमा त्यो चाहिँ हाइट चाहिँ खै खै म त देखेन नि ए अहिले त सिस्नो पनि पाइन्छ 78 मिटर रहेछ यो चाहिँ 978 मिटर हाइएस्ट माउन्टेन इन इङ्ल्यान्ड युकेको चाहिँ हाइएस्ट माउन्टेन के होइन इङ्ल्यान्ड सरी ल इङ्ल्यान्डको चाहिँ हाइएस्ट माउन्टेन चढ्न जाँदैछौँ अब के कस्तो हुन्छ हाम्रो चाहिँ धेरै भयो यस्तो डाँडाकाँडा नचढेको गाह्रो पर्ला जस्तो छ हाम्रो टोलीहरू यता मार्ची ल वेदरले चाहिँ हामीलाई सपोर्ट गरेको छ है अहिले नै सास फुल्नु बल्ल 300 मिटर चढिदिएछ है ठ्याक्कै कतातिर होला हौ दाइ यो पछाडि हो यो डाँडा पछाडि प्लान्टहरू प्लान्टहरू छ मिटर त्यहाँ छ होइन रुट चाहिँ हाम्रो यहाँ चाहिँ मान्छे हिँड्दैछ त्यो रुटमा चोडिन्छ भ्यू चाहिँ दामी ए यस्तो पो होला नि त फेरि तिम्रो त हामी चाहिँ यो रुट आएर तल तालको एजेस गाडी गुडेर मेरो बुढी चाहिँ बसिरहेको छ होइन हामी खोलालाई फलो गर्दा माथि गइन्छ म त त्यहाँ छ बहिनी माथि हुन्छ जाने रुट चाहिँ हामी चाहिँ यता मान्छेहरू देख्न सक्नुहुन्छ हिँडाइ चाहिँ यत्तिकै हुनु पऱ्यो है यो डाँडामा चढेर यो भ्यू हेर्न जतिको आनन्द त के होला र ल अब चाहिँ पसिना नै आउनु थाल्यो तर भ्यू त्यो परको भ्यूले गर्दा चाहिँ पसिना आएको पनि महसुस भएको छैन कि जानुपर्ने छ अब उकालो क्विक ब्रेक सब ब्रेक होइन भने के हो यो सब ब्रेक होइन यहाँको भ्यू हेर्दै चाउचो ब्रेक एकदम दामी हुँदैछ जानु माथि यो चाहिँ सर्टकट बाटो ठाडो यो चाहिँ लामो बाटो यताबाट हामी चाहिँ बल्ल अझै बाँकी छ बगाउँ तर अलमोस्ट पुगिसक्यौँ हामी चाहिँ यस्तो छ म चाहिँ थाकेर हिँड्नै नसकेर भिडियो गर्न धरि नसकेको दाइले गरिदिनु भएको थियो यस्तो छ कि बाटो चाहिँ फेरि यस्तो बाटोमा हिँड्नु पऱ्यो सास फुल्लेर यस्तो छ यहाँको भ्यू दाइ कुद्दै आउनु डाँडा चाहिँ ऊ त्यो अब पुग्न लाग्यो मलाई होला अघि नै बिचमा एकचोटि मात्रै बनाएँ दाइ
सास आउनै गाह्रो त अब छैन 100 मिटर 100 मिटर गए अलिकति बाँकी त्यहाँ छ बल्ल कस्तो खुसी लाग्यो ठिक छैन तपाईँ पुरा क्लाउडहरू लागेर खुसी लागेर चाहिँ चिसो चाहिँ हावा चाहिँ चलिरहेछ तर मलाई चाहिँ ठिकै भइरहेछ हिँडेर चाहिँ तातो भएको त्यही भएर बाटो फेरि यस्तो छ क्या ढुङ्गा यस्तोहरू छ बस्दै आइपुग्यो फाइनली कस्तो लागेर फाइनली आइपुग्यो हामी चाहिँ स्क्यापल पाइकको पिकमा फाइनली आइयो अब जाडो हुनलाई पिरो भरियो सिन चाहिँ केही देखा पाएको छैन भ्यू ब्लक हुन्छ अब यता नि एकभन्दा ब्लक हुन्छ एक मिसै भन्छ कस्तो फिल भइरहेछ बहिनी दाइ म त बल्ल बल्ल आइपुग्यो खुसी छु अहिले चाहिँ बल्ल सासा छ तिमीलाई कस्तो फिल भइरहेछ एकदम रमाइलो मजा आयो यता चाहिँ घाम लागेछ अलिअलि तर हुस्सु लागेछ सबै केही देखेको छैन चाहिँ के छ यो यस्तो छ खोइ के लेख्यो हो यो यहाँ के लेख्यो हो यो चाहिँ बुझ्नु चाहिँ बुझेन यही हो अब चाहिँ फर्किने बेला भयो उता लेखेको रहेछ एकछिन त उता हेरेर आउँछौँ हामी के लेखेको रहेछ यसो हेरिदिउँ न बुझ्यो भने त्यसपछि चट्टलाई एकछिन फोटो खिचेर गइहाल्नुपर्छ ए लेखेर रहेछ नि आए खुट्टा त यो चाहिँ यहाँ लेखेको रहेछ ल आइयो मरेर अहिले त अब पछि फेरि अघिसम्म उकालो चढ्न गाह्रो पर्थ्यो अब ओह्राली त्यस्तै होला फेरि अब चाहिँ फर्कियौँ हामी चाहिँ कति घन्टामा आइपुग्यो पनि हामी 4 घन्टामा आइपुगेछ डिस्टेन्स चाहिँ खासै धेरै थिएन तर म धेरै हिँड्न सक्दिनँ नि त मेरो टेस्टमा चिसोले चाहिँ टाउकै हानेको छ गएछ क्रम जाँदैछ आज यस्तो राम्रो पुरा लेक ताल छ त्यहाँतिर ताल यहाँतिर हेर्नु न फेरि भेडाहरू पुरा लम्पसा सुतेको छ यस्तो हेरी फर्किनु त्यहाँ माथि डाँडा यस्तो ओह्रालोबाट आउनु परेको उकालो चढ्न पनि गाह्रो ओह्रालो झर्न पनि गाह्रो अनि चाहिँ खुट्टाहरू फेरि दुख्न लागिसक्यो अब चढियो चढ्नु त झर्न नै गाह्रो रहेछ चिसोले स्याट हान्दैछ यहाँतिर चाहिँ अब छिटो गएर टक्कलाई तल बसौँ भनेको खोइ त साथै दिँदैन तल पनि अब गाडीमा गएर होला होइन अझै कति बाँकी छ त्यहाँ चाहिँ पुरै यस्तो ढुङ्गा भएर गाह्रो हुने रहेछ गिटी जस्तो हामी चाहिँ यस्तो घाँसको लागि हिँडिरहेको छौँ रेस्ट टाइम अब त्यहाँ एकछिन त्यहाँ हेर्दै बस्ने एकछिन ढल्किने मस्त आज चाहिँ हाम्रो डे 3 आज चाहिँ पुरै प्याक भएर चाहिँ अनि हाम्रो अगाडि पनि टेन्ट खडा गर्दैछन् मान्छेहरूले यस्तो प्याक छ सब दिन पनि यस्तो छ पुरै भर्खर उठेको हामी
हिजो चाहिँ हामी हाइकिङ गरेपछि चाहिँ मैले भिडियो इन पनि गर्न सकिनँ। म चाहिँ लास्टै गलेको थिएँ। म त्यहाँदेखि तल त्यो बाइकको पोइन्ट तल पोइन्टदेखि गाडीमा आएको 2-3 घन्टाको 2.5 घन्टाको थियो ड्राइभ। अल द वे सुतेँ, फेरि सुतेँ। आज चाहिँ डे 3 हामी चाहिँ यतातिर छौँ। यहाँ चाहिँ छुचुके रेल रहेछ, त्यो रेलमा चढ्नु लाग्यो। भर्खर आइपुगेको हामी चाहिँ त्यहाँ दाइहरू टिकट लिएर जानुभएको छ। अब हामी चाहिँ यो ट्रेनमा चढ्नु लाग्छौँ। त्यहाँबाट कोइला निकाल्दै त्यो चाहिँ त्यो कोइला चाहिँ आगो बल्छ नि त, त्यहाँ पानी हुन्छ, त्यो स्टिम बनेर चाहिँ इन्जिन रन गर्छ। त्यो चाहिँ माथि त्यहाँ चाहिँ पुरा स्टिम आइरहेछ। त्यो स्टिम होइन, त्यो कोइला बन्द भएको स्टिम चाहिँ यता त्यहाँ सिटमा बसिसकेको। ल पहिलोचोटिको ट्रेन यात्रा हामी चाहिँ ट्रेनमा बसिसक्यौँ। पुरा यहाँ आइसक्रिम इन्जोय गर्दै। यो चाहिँ हाम्रो ट्रेनको टिकट अनि यो एक्वेरियममा पनि काम लाग्ने रहेछ। यो चाहिँ हामी दुईजनाको चाहिँ फर्स्टचोटि होइन। यो चाहिँ बहिनी यो विश्वयुद्धमा चलाएको ट्रेन हो। यो चाहिँ विश्वयुद्धमा चलाएको ट्रेन अरे। पहिलाबाट अहिले नि कोइलाबाट नि हामी चाहिँ एक्वेरियमभित्र छिर्यौँ। तेरिका फेरि स्टेयर चढ्नुपर्ने। माछा यहाँतिर रहेछ। क्लाउडहरू बनाए। ल माछा आमा कति राम्रो हो यो। कुन माछा रहेछ यो? डिटोर्लिङ। 1 घन्टामा भ्याउने कोसिस गरौँ है। पछुवा अलिक रहेछ यो। आमा कस्तो ट्रान्सप्यारेन्ट। हेर्नु न कति ट्रान्सप्यारेन्ट कि यो। मुसा खोज्दै ल जमजम त भेटिएन। उता रहेछ मुसा। आमा कति सानो यस्तोलाई नि। पुरै टाइटानिकको जस्तो आवाज हाले यसो त। अझै साउन्ड कम भयो कि है। कस्तो खालको माछा है। छेकी पुरा यहाँ पनि रहेछ। हेर न पुरै कस्तो के सिल्भर माछा पुरा रेस्ट गर्दैछ। त्यहाँ चाहिँ पुरा फ्यामिली जसरी बसिरहेछ। मस्त सुत्यो भने यहाँबाट फ्ल्याट देखेको माथिबाट हेर्नु कति ठुलो रहेछ त्यो। हामी चाहिँ भर्खर एक्वेरियमबाट निस्क्यौँ। एक्वेरियम चाहिँ इङ्ल्यान्डको चाहिँ लार्जेस्ट अरे। तर पनि मैले चाहिँ पहिल्यै हेरिसकेको थिएँ नि त, त्यही भएर त्यस्तो साह्रै चाहिँ राम्रो लागेन। रमाइलो चाहिँ लाग्यो जे होस्। अब चाहिँ एकछिन अब त्यो सकिसक्यो। अब ट्रेन कुरिबसेको। धनी लाग्यो। बहिनी
ल छुकछुके रेलमा बहिनीको भ्लगमा चाहिँ म पनि छु है छुकछुके रेलमा अनि आज तेस्रो दिन चाहिँ हामी रेल चढेर चाहिँ के अरे वाटर एक्टिभिटिज गर्न आएको थियौँ वाटर एक्टिभिटिज भन्दा पनि प्याडल बोर्डहरू गऱ्यौँ भिडियो चाहिँ लिएन गर्न चाहिँ यहाँ गरेको अहिले चाहिँ हामी फर्केदै हो पानीले बिचानेर ममा चाहिँ लगेन क्या अब चाहिँ हामी फर्किँदै आज चाहिँ हाम्रो लास्ट दिन अब चाहिँ जानु लाग्यो ट्रेन बट पर्ने एकदम फुल छ अहिले चाहिँ फाइनली हाम्रो 1 विक भ्याकेसन चाहिँ सकियो खास चाहिँ हामी 1 विक भ्याकेसनको लागि गएको जान चाहिँ अनि त्यहाँ दाइहरूकोमा 2-3 दिन बस्यौँ त्यसपछि बल्ल हामी चाहिँ लेक डिस्ट्रिक्टमा गएको थियौँ अनि फर्केर आइसक्यो त्यहाँबाट चाहिँ हामीलाई अल्डरसट आइपुग्न 5 आवर्स जति लाग्यो अनि त्यहाँबाट फेरि हाम्रो घर आउन चाहिँ 2 आवर्स लाग्छ हामी चाहिँ अब आइपुग्न लाग्यौँ घरतिर अब घरको हालत के कस्तो छ हेर्नुपर्ने छ